म हिरो फेरि वापस आइसकेँ 14 भने 14 हैन अनि त्यसको माथि खोर बस्नु छ के किन नेट चढा छैन के हो हातमा प्लाई बनाउनु गजबको बाक्लो रहेछ नि त त्यो हो एक नम्बरको पद्दा केटी पोङ्गो चुङ्गो हो त्यो चाहिँ जाइदिन्छ बद्दा बोके भनेर कस्तो रिसाएको घन्टे गन दसैँ नि जावा सिकाउने गयो पदुवाको वाइफ हेर्नुहोस् गाइज तपाईँले सोचिरहनु भएको होला होइन यो यस्तो मजाले मोबाइल चलिरहने कति वर्षको बच्चा होला भनेर सोचिरह होला होइन तर तपाईँलाई मैले भन्दाखेरि पत्ता मन लाग्दैन होला यो त्यो एउटा हगेर चाक धुन नजान्ने 1 वर्षको बच्चा होला हेर्नुहोस् अनुहारै हेर्नुहोस् ल हेर्नुहोस् यहीँ डाइपर लाछ भित्रपट्टि तर मोबाइल चलाइरहेछ उसलाई मतलबै छैन कसैको ऊ एउटा अन्जान बालक हो हक्दिन्छ बस्दिन्छ सुत्दिन्छ तर उसको हामी अब इन्टरभ्यू लिनेछौँ नमस्ते हजुर नमस्ते ई बाजी उनको पुङ्गु चुङ्गु नमस्ते नमस्ते भने खोइ हजुरलाई मोबाइल चलाउन कहिले सिकाएको ऊ त भयो भयो यहाँ अर्को छ उहाँ त तपाईँको हगै नि हो उसको त दिदी गाइज उहाँ चाहिँ हो हाम्रो महारानी उहाँ चाहिँ हाम्रो हो महारानी द सोहिसा उहाँ हाम्रो साइकोप्याथ सहिसा Who is she? She's a little boss. She always play with her mobile. She don't know anything. She only knows about mobile. Hey little boss. त्यहाँ मात्र छ त देखो 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 यता तिमीले यहाँ मात्र छ भने तर त्यहाँ मात्र छ त किरा लेखा कतै यहाँ छ त्यतिको पल पर्छ किराले नखाइकन हेर्नुहोस् गाइज यो मान्छे यता 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 देऊ अनुहार यता देऊ छिटो यो मान्छेलाई होइन हो यही मान्छेलाई होइन चक्लेट खाएर दाँत किराले पल पराए चाहिँ मतलब छैन अम्बाले खाँदा चाहिँ किराले पल पराएर यो मान्छे हावा कुरा गर्छ हेर्नु त चक्लेट खाएर दाँत किराले पल पराए मतलब छैन अम्बा खाएर चाहिँ दाँत पल पराएर कस्तो उल्टो होला बच्चा त ओ बेबी हेर्नुहोस् गाइस यहाँ फेरि अर्को बेबी छ होइन जसलाई मतलबै छैन केको ऊ आफ्नै मोबाइलको धुनमा व्यस्त छ ल हेर्नु त ल औँला हेर्नु त ल स्लाइड गरेर हेर्नु ल हेर्नुहोस् कति मजाले मोबाइल चलाइरहेछ उसको आफ्नै धुन छ उसले मोबाइलमा के हेरिरहेको छ त्यो हामी हेर्नेछौँ ल देखाएन हेर्नुहोस् म नित्यको उता पल्ट्यो अहिलेदेखि यस्तो सिक्रेटिभ बन्न खोज्छ यो बच्चा हेर्नु त मोबाइलमा के हेरिरहेको छ हेर्छ है त मोबाइलमा के लुकाउनु खोज्छ लुकाइहाल्यो पुन्टु मोबाइलमा के हेरेको गेम हेरेको हो तिमीलाई कुन गेम खेल्न मनपर्छ कुन गेम खोइ देखाउ नि त यता कुन गेम फर्क म हेर्छु उसले गेम खेलिरहेको छ
ए स्नेक गेम खेलेर चाहिँ ल स्नेक गेम ल ठिकै छ ल ऊ हेर्नुहोस् कति मजाले खेल्छ सिधा पारेर देखाऊ दादाको भिडियोमा ल ल हेर्नु बच्चा चाहिँ होइन हगेर चाक धुन जाँदैन तर स्नेक गेम चाहिँ खतरा खेल्छ है बच्चाले अहिले यहाँ चाक हेर्ने हो भने गुनै गु कटकटे होला उसको होइन त इबा हो कि होइन इबा तिमी पत्ता हो ऊ देखे इबा तिमी पदुवा हो हो रे त उसले आफैले स्वीकार गरिसक्यो ऊ पदुवा हो भनेर इबा तिमी अगुवा हो इबा तिमी हगन्ते हो हो रे है त हो रे गाइस ल हेर्नु ल मान्छे यसरी मजाले खेलिरहेछ तर भित्र डाइपर लाएर खेलिरहेछ अब यत्तिकै हगिदिन पनि सक्छ अनि इबा चौचौ कस्तो छ मिठो छ सबजनालाई कस्तो पिरो भइरहेछ तिमीले त पिरो भएको छैन आमा त्यस्तो पिरो खाइदिन्छ तिमीले एकचोटि खाएर देखाइदियो त ल गरिदियो न पिरो छैन को हो एउटा यो छ हेर्दै एउटा यो ब्रुनो एउटा यो छ एउटा यो छ पिङ्की अनि ओइ कुन्डे हाते फेरि चढिस हो ल यो चाहिँ हो क्या लाने भने चितार्दै नि हो ए के हो यो ल राम्रोसँग मिलाइदेऊ न हेर न यो मिलाइदिएर यसको उता कोको उङ्कु पुङ्गु चुङ्गु रातिको 12 बजिसक्यो सबजना सुतिसक्यो हजुर त किन मोबाइल हेरेर बस्नु भयो आफ्नै धुनमा छ अरू रक्सी खाएर मोबाइल हेर्छ ऊ मुन्टो चुसेर मोबाइल हेर्छ ल हेर्नुहोस् पोजिसन उहाँको कालीले त्यो ग्लुकोज पानी किनभने दिदीहरू पनि आएको थियो ग्लुकोज पानी ल्याएर खानिदिएको भएर चाहिँ अनि ऊ भयो नभए त मम्मी अस्तिदेखि पुरै खाने होइन तपाईँहरू नहुनु तपाईँहरू रह्यो भने ठुलो बाटोमा कसले त मम्मी अस्तिदेखि पुरै खाने होइन तपाईँहरू नहुनु तपाईँहरू रह्यो भने ठुलो बाटोमा कसले सामान छ दिनमा भोलिलाई सामान पऱ्यो नि त उसको त आधी जिन्दगी नै बाँकी छ आधी जिन्दगी नै पुरै बाँकी छ तपाईँहरू यसरी नहुनु उसलाई पनि गाह्रो हुन्छ सामान पर्छ भनेको मम्मी त जिउै छोडेर गएर उनीहरू दुईजना सँगै फेरि पोस्टमार्टम गरेर ल्याएको अनुहार पनि हेर्नु पाएन बचाउनु भनेको पाउँछ कि भन्ने आशा गरेको फेरि उनीहरू नेवारको जन्म कस्तो रहेछ भने आइमी मान्छेले पानी खुवाउने एक ठाउँ हुँदो रहेछ छोरा मान्छेले पानी खुवाउने एक ठाउँ हुँदो रहेछ अनि जन्मिने ठाउँ एक ठाउँ हुँदो रहेछ क्या अनि यो आइमीहरूको सँग मात्र हामी जानु पाइने त्यहाँबाट उता जानु नपाइने रहेछ कि केटा मान्छेहरू मात्रै जानु अनि मलाई पहिला पहिला केटा मान्छे भन्नु मलाई जान्थ्यो अब अहिलेको कस्तो जो पनि जान्छ नि त जो पनि जान्छ जलाको पनि हेर्न पाइन्छ नि त हामी पनि त्यस्तै होला भनेर गएको त भने दाइको पनि हेर्न पाइएन म त दाइको अनुहार हेर्न पाउँछु कि म दुईचोटि गएको झम्टेर दाइलाई भेट्न भनेर नि दुईचोटि भेट्न पाएन अनि 3 बजेपछि दुईजना मात्रै भेट्न दिने अरे दुईजना त उनीहरूको पहिल्यै अलरेडी भेटिसकेको छ
यता छ होला मासु।